के हो? यो अटो है? यो अटोलाई चलाएर देखाइदेऊ न। वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ गाइज, आई होप कि तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी जानेछौँ घुम्नको लागि खेतमा। सो गाइज हाम्रो यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ किम्बो। आज चाहिँ हामी कहाँ जाने हो सानो मान्छे? आज चाहिँ हामी घुम्न जाँदैछौँ है खेतमा। आज चाहिँ हाम्रो बाबु र म चाहिँ भएर घुम्न जाँदैछौँ। अनि हामीले उता बाख्रा पनि लगाएको थियो खेतमा, अनि बाख्रालाई पनि हेर्छौँ। अनि हामी दुई भाइ भएर घुमेर पनि आउँछौँ है। हाम्रो गाउँको भिलेज, हाम्रो यो गाउँ हो हाम्रो चाहिँ यो होइन। सो कस्तो राम्रो मकैहरू भइरहेको छ यहाँनिर। यो चाहिँ सानो सानो मकै रहेछ। अनि यहाँ चाहिँ गाई भैँसीले खाइदिएछ कि यो चाहिँ। उता चाहिँ सनराइज, ओ माई गड। अब चाहिँ यता चाहिँ अब सूर्य डुब्न लागेको छ, किनकि अब टाइम भइसक्यो नि त, बेलुकीको 5:30 भइसक्यो। सो त्यही भएर हाम्रो बाख्राहरू चाहिँ यहाँ हामीले अघि डोर दिइरहेको थियौँ। हामीले चाहिँ किनकि मकै खान्छ भनेर चाहिँ रस्सी लगाएर चाहिँ हामीले यसलाई बान्नुपर्ने हुन्छ। यो बाख्रालाई चाहिँ कान्छोले लिएर आएको थियो है अघि है। यो कान्छोको बाख्रो है तिम्रो है? यो के हो? यो अटो है? यो अटोलाई चलाएर देखाइदेऊ न। यहाँनिर चल्दैन, घाँस छ ल, यहाँनिर चल्दैन। अनि अहिले उता गएर चलाउने ल, आउ जाऊँ। सो हाम्रो बाख्राहरू तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ काली बाख्रो हाम्रो सानो। मसँग चाहिँ यो एकदम डराउँछ क्या। म नजिक गयो कि यो पुरै भड्किन्छ के, भागिहाल्छ भने। किनकि हिजो मलाई यसले लास्टै दुःख दिएको थियो। अनि मैले यसलाई 1-2 झापट लगाएको। यो चाहिँ एकदम डराएको छ। ऊ चाहिँ मस्त फेरि मसँग खेल्छ। ऊ चाहिँ उनीहरूको आमा है, केही गर्दैन। यहाँ चाहिँ यो अल्झाएर चाहिँ यसलाई फुकाउनु पर्ने हुन्छ गाइज। सो अब यसलाई टक्कै यो यस्तो हुन्छ कि मलाई देख्ने बित्तिकै यो राउन्ड घुम्छ नि त, अनि यो आफै अल्झिन्छ क्या। ल मज गर ल। हामी चाहिँ यिनीहरूलाई यत्तिकै छोडेर हामी चाहिँ अहिले उतापट्टि जानेछौँ। किनकि हामीलाई म चाहिँ अहिलेसम्म ऊ त्यो देखिरहनु भयो होला नि, त्यो बोट देख्नु भयो होला नि, त्यहाँ अहिलेसम्म म गएको छैन। आज चाहिँ म त्यहाँनिर फाइनली जान्छु भनेर हिँडेको छु। सो जाउँ है त गाइज त्यहाँनिर होइन। हामीले हेरौँ के कस्तो भ्यू छ, त्यहाँदेखि कस्तो भ्यू देखिन्छ है। यता चाहिँ होइन बसन्तपुर भन्दो रहेछ, यता चाहिँ भेलै। सो हामी चाहिँ अहिले कुन ठाउँमा छौँ मलाई त थाहा छ, तर मैले आफ्नो घरको लोकेसन भन्दैन। सो पछि भनौँला नि त होइन। सो लेट्स गो। आऊ, हिँड्न सकेन हो हाम्रो सानो मान्छे, हाम्रो भाइ। यता हेर, कहाँ जाने हो हामी? घुम्न हो? घुम्ने मन लाग्यो गाइज? हामी घुम्न जाँदैछौँ भन न। यता हेरेर भन न। हेलो गाइज भन न। हामी घुम्न जाँदैछौँ भन न। लेट्स गो भन न। यस्तरी हातले लेट्स गो भन न। चलो। बाख्रा आइसक्यो, बाख्रा। चलो चलो। ऊ चराहरू हेर त, ऊ चरा ऊ आकाशमा देख्यौ है? मार्ने होइन नि त। के भनेको फेरि भन्नुहोस् त। ओ माई गड, उसले चाहिँ सपनामा चरा मारेर पालेको देखे अरे के। सो त्यस्तो चाहिँ हामीले गर्दैनौँ नि त। सपनामा पनि कसैले चरा मारेर पाल्छ त? तिम्रो त्यो भरमा। सो यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, किनकि एकदम बवाल सब्जी पनि भन्छ यसलाई। यो चाहिँ जलुका है, जलुका। यो चाहिँ खतरनाक जलुका हो होइन। कडा हुन्छ, कडा। खानामा चाहिँ यो खतरा हुन्छ है कान्छो। कत्रो सानो सानो भइरहेको रहेछ, भर्खर पलाउँदै रहेछ कि यो चाहिँ। सो यो चाहिँ बवाल हुन्छ, 1-2 महिना पछि खतरा हुन्छ यो हो। यस्तो कोमल कोमल, यो चाहिँ बुढो भइसक्यो हो। यो यस्तो गर्दै गरेको चाहिँ खानामा एकदम मजा आउँछ होइन। हामी चाहिँ त्यो बोटको चाहिँ होइन एकदम नजिक आइसकेको छौँ। सो फाइनली हामी उहीँ गएर भेटिन्छौँ है तपाईँहरूसँग। चलो फाइनली गाइज हामी आइसक्यौँ यो बोटको नजिकै। ल देख्न सक्नुहुन्छ तपाईँहरूले है, खतरा रहेछ कि बोट चाहिँ। मैले अहिलेसम्म यहाँ आएको थिएन क्या,
यहाँ चाहिँ यहाँदेखि चाहिँ लोकेसन पनि कडा देख्दो रहेछ है। कति धेरै तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर कति धेरै भैँसीहरू चराएको छन् मान्छेहरूले। सो ल हिँड जाउँ यसको मुनि जाउँ है। ल आऊ यतादेखि आऊ है। ल आऊ यहाँदेखि ल यस्तो कुला रहेछ यहाँदेखि जम्प गर ल जम्प गरेर जाऊ ल रुक है जम्प गर ल आऊ उडेर आऊ न उडेर यो उड्यो ल हिरो हो नि त हाम्रो छोरा है खतरा उडिदिन्छ ल ल खतरा रहेछ यो तपाईँहरूले देख्न सक्नुहुन्छ है। यसको बोटको यो बोक्राहरू चाहिँ काँडा काँडा हुँदो रहेछ क्या सायद। ओहो यो चाहिँ सिमलको बोट नै रहेछ है क्या हो। डेन्जरस रहेछ गाइज डेन्जरस। ओ माई गड डेन्जरस रहेछ है कान्छ खतरा कडा रहेछ यो चाहिँ। यसको चाहिँ हामीले सिनेमेटिक भ्यू निकालौँ है त। ओ माई गड हामीसँग ड्रोन त छैन त्यही भएर हामीले अब के गर्ने है हामीले चाहिँ मोबाइलबाट मात्रै खिच्छौँ। कडा रहेछ कडा मच्छरले टोक्छ है। सो अब चाहिँ हामीले उतादेखि फेरि यसलाई खिच्छौँ। चलो जाउँ लाऊ। अब यो हिँड्न सक्दैन यहाँदेखि जान सक्दैन मैले चाहिँ यसलाई मैले हल्का बोक्छु ल आऊ त यता आऊ यहाँ आऊ त। भैँसीले फेरि अहिले सानो मान्छेलाई लखाट्यो भने गाह्रो पर्छ होइन। भैँसीले लखाट्यो भने गाह्रो पर्छ त। हामीले चाहिँ उता गएर भ्यू निकाल्ने भनेको भैँसी रहेछ बट हामी जानेछौँ रिक्स लिएर भए नि। यो चाहिँ हामीलाई हान्न आएको के हो कसो हो ल किन यसो गरिरहेको त यसले त हान्न नि सक्छ त यसले हान्छ हो किन यसो आयो ल कडा रहेछ है। म त दौडिन नि सक्छु गाइस सानो मान्छेलाई के गर्नु लान जाउँ ल। डराउनु पर्दैन हान्दैन गयो ऊ आफ्नो उसमा आएको गयो गोरु हो त अनि हल्लाइहाल्छ नि भैँसी हो त भैँसी हो हल्लाइहाल्छ नि। सो लेट्स गो गाइज हामीले उतापट्टिदेखि देखाउनु पाएनौँ सो केही छैन कुनै टाइम देखाइदिउँ नि त। ओके आजको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो आई होप कि राम्रै लाग्यो होला। सो हामी भेट हुनेछ अर्को नेक्स्ट भिडियोमा बाई गरिदिउँ बाई लेट्स गो। Hold me close till I get up. Time is barely on our side.